मौसमी रोगबाट बच्ने एउटा आयुर्वेदिक उपायबारे आज कुरा गरौँ। जाडो लाग्यो कि रुगा खोकीले सताउन थाल्छ, हैन त? यो एकदमै कमन समस्या हो। तर चिन्ता नगर्नुहोस्, यसको लागि एउटा पुरानो तर एकदमै शक्तिशाली आयुर्वेदिक समाधान पनि छ। हो, त्यो हो च्यवनप्राश। हजारौं वर्ष पुरानो ज्ञानबाट बनेको एक स्वास्थ्यवर्धक अमृत। यसको नाम कसरी रह्यो भन्ने पनि रमाइलो कथा छ, जुन च्यवन नामका ऋषिसँग जोडिएको छ। यसको खास शक्ति त यसमा मिसिएका जडीबुटीहरूमा छ। अम्ला, घिउ, मह र अरू धेरै। यसले सबैभन्दा पहिला के गर्छ त हाम्रो शरीरलाई रोगसँग लड्न बलियो बनाउँछ। रोग प्रतिरोधात्मक क्षमता मात्र होइन, यसले शरीरमा ऊर्जा र स्फूर्ति पनि बढाउँछ। फाइदा यति मात्र कहाँ हो र, स्मरण शक्ति, छालाको चमक र समग्र स्वास्थ्यमा पनि सुधार ल्याउँछ। ल, यो त भयो पुरानो कुरा। तर आजको विज्ञानले चाहिँ के भन्छ त यसबारे? यसको लागि कोभिड-19 महामारीको बेला गरिएको एउटा ठूलो क्लिनिकल स्टडी हेरौँ। नतिजा एकदमै आश्चर्यजनक थियो। च्यवनप्राश खानेहरूमा संक्रमणको जोखिम 12 गुणा कम पाइयो। यो चार्टमा प्रष्टै देखिन्छ च्यवनप्राश सेवन गर्ने समूहमा संक्रमितको संख्या निकै कम छ। र संक्रमणको जोखिम मात्र कम भएन, जीवनस्तरको गुणस्तरमा पनि 2 गुणा सुधार देखियो। अब यसलाई कसरी खाने त? वयस्क र बालबालिकाको लागि मात्र फरक छ। यसले एउटा प्रश्न उब्जाउँछ, के हाम्रा पुराना ज्ञानले आधुनिक स्वास्थ्य समस्याको समाधान दिन सक्छन्?